एभ्रिवान लेट्स मेक क्रिसमस स्पेशल प्लम केक बनाउनको लागि मैले यहाँ अरेन्ज लिएको छु। अरेन्जलाई चाहिँ मजाले जुस निकाल्नुपर्छ। त्यहाँदेखि यो अरेन्ज जुसमा चाहिँ हामीले ड्राई फ्रुट्सहरू सोक गर्नुपर्छ। ड्राई फ्रुट चाहिँ तपाईँले आफ्नो अकर्डिङ लिन सक्नुहुन्छ। यहाँ थोरै ओल्मोङ पनि हाल्न सक्नुहुन्छ, यो चाहिँ अप्सनल हो। यसलाई चाहिँ 2 घन्टा या त ओभरनाइट सोक गरेर राख्नुपर्छ। यहाँ मैले चिनी, ल्वाङ र नटमेगको चाहिँ पाउडर बनाएको छु। एउटा बोलमा 2 चम्ची बटर हालेर अघि पिसेको चिनीलाई मजाले मिक्स गर्नुपर्छ र 2टा अन्डा हालेर अन्डालाई पनि यसमा मिक्स गरिदिनुपर्छ। थोरै सिनामन पाउडर पनि हाल्न सक्नुहुन्छ। यो चाहिँ हो मैदा चाहिँ मैले 1 कप लिएको छु। थोरै थोरै गरेर यसलाई मिक्स गर्नुपर्छ। 1 स्पुन कोको पाउडर, बेकिङ सोडा, बेकिङ पाउडर हालेर मजाले मिक्स गरेको छु। यो चाहिँ अघि सोक गरेर राखेको ड्राई फ्रुट्स हो, त्यसलाई पनि हालेर हल्का हातले यसलाई मिक्स गर्नुपर्छ। मैले थोरै भ्यानिला एसेन्स पनि हालेको छु फर फ्लेभर। यहाँ चाहिँ मेरो ब्याटर रेडी भयो प्लम केकको। यसलाई चाहिँ बेकिङ ट्रेमा हालेर बेक गर्नुपर्छ। मैले यहाँबाट माथिबाट ड्राई फ्रुट्सले गार्निस गरेको छु। मैले चाहिँ एयर फ्रायरमा बेक गरेको छु। तपाईँहरूले चाहिँ कुकरमा पनि बेक गर्न सक्नुहुन्छ। यु क्यान ट्राई दिस रेसिपी। कस्तो लाग्यो कमेन्ट गर्नुहोस् होला। मेरी क्रिसमस।